8 राज्य व्यवस्था तथा सुशासन संघीय संसदको संयुक्त बैठक र 80 को नियम 25 को उपनियम 4 बमोजिम भएको निर्वाचनबाट नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति पदमा माननीय सदस्य गणेश कार्की निर्वाचित हुनुभएको छ। सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि ईश्वर देश र जनताको निर्वाचित मान्य सदस्य जुवाललाई शपथ गराइदिनु हुन म सामान्य सभामुखलाई अनुरोध गर्दछु। सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्तालाई सार्वभौम नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभा अन्तर्गतको पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई सामान्य सभामुखबाट पुष्पगुच्छा सहित बधाई ग्रहण गर्छु हुनको लागि अनुरोध।